भइसकेको छ र अबको कार्यक्रम औपचारिक रूपमा अगाडि बढाउनको लागि हाम्रो यस विद्यालयका आदरणीय शिक्षक राम सरलाई अनुरोध गर्दै म तपाईँहरू समक्षबाट उद्योग गर्न चाहन्छु। हस्, धन्यवाद, नमस्कार। त्यसैले राष्ट्रिय गान गाउनको लागि सम्पूर्ण उपस्थित शिक्षक, विद्यार्थी, आजका अतिथिगणहरू सबैले आफ्नो स्थानबाट उठेर राष्ट्रिय गान गाइदिनको लागि मैले विशेष अनुरोध गरेँ। प्रकृतिका कोटि कोटि सम्पदाको आचल ज्ञान भूमि शान्ति भूमि तारै पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहुजाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। जसले विद्यालयमा योगदान दियो, विभिन्न प्रकारका कार्यहरू गरौँ, खाई नखाई भोक प्यास विभिन्न प्रकारका समस्याहरू झेल्दै आजको यो उचाइमा यो विद्यालय ल्याइ पुर्याइदिएको छ। त्यसैले कृपया उहाँहरूको सम्झनामा पुनः एकपटक उठिदिएर मौन धारण गर्ने कार्यक्रम रहेकोले कृपया उठिदिनको लागि सम्पूर्ण महानुभावलाई मैले फेरि अनुरोध गरेँ। 1 2 3। धन्यवाद। रामकुमार केसीज्यू र आज सञ्चालन हुने यस श्री हिलेपानी संस्कृत माध्यमिक विद्यालयको 49औं वार्षिक उत्सवमा उपस्थित सम्पूर्ण अभिभावक, विद्यार्थी भाइ बहिनीहरू र यस कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि र सम्पूर्ण अतिथिज्यूहरूलाई कार्यक्रमको सुरुदेखि अन्तिमसम्म बसिदिनु हुन र यस कार्यक्रमको शोभा बढाइदिनु हुन अनुरोध गर्दै आजको यो 49औं वार्षिक उत्सव सञ्चालन गरिनुका लागि यसै विद्यालयका शिक्षक प्रतिनिधि रामकुमार केसीज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। धन्यवाद। यस 49औं वार्षिक उत्सव तथा अभिभावक दिवसका अध्यक्षज्यू, सभापति महोदय, अब हामी आसन ग्रहणकै क्रममा छौँ। त्यसैले आजको यस कार्यक्रममा प्रमुख अतिथिको आसन ग्रहण गरिदिनको लागि कालिम्पोङ गाउँपालिकाका आशा भरोसाका केन्द्रबिन्दु एवं कालिम्पोङ गाउँपालिकाका ढुकढुकी विकासका सम्भाग, कालिम्पोङ गाउँपालिकाका उपप्रमुख आदरणीय व्यक्तित्व श्री कुलबहादुर बुढाथोकीज्यूलाई प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरिदिनको लागि मैले विशेष अनुरोध गरेँ। उहाँलाई विशेष अतिथिको रूपमा आसन ग्रहण गरिदिनको लागि कालिम्पोङ गाउँपालिका वार्ड नम्बर 4 का वडा अध्यक्ष आदरणीय व्यक्तित्व दीपक खुलाल सरलाई विशेष अनुरोध गरेँ। मैले आफ्ना शब्दद्वारा स्वागत गरिदिनको लागि, स्वागत मन्तव्य प्रस्तुत गरिदिनको लागि आदरणीय यस विद्यालयका सहायक प्रधानाध्यापक सर डम्बर थामी सरलाई मैले विशेष अनुरोध गरेँ। डम्बर थामी सर। धन्यवाद आदरणीय सर। यस कार्यक्रममा यो हिलेपानी संस्कृत माध्यमिक विद्यालयको 49औं वार्षिक उत्सव तथा अभिभावक भेलाको सभाध्यक्षज्यू र त्यसै गरी यस कार्यक्रममा प्रमुख अतिथिको आसन ग्रहण गरिरहनुभएका कालिम्पोङ गाउँपालिकाका आदरणीय व्यक्तित्व, कालिम्पोङ गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीज्यू र त्यसै गरी र विशेष अतिथिको रूपमा महत्त्वपूर्ण आसन ग्रहण गरिरहनुभएका विभिन्न आदरणीय महानुभावहरू र त्यसै गरी हाम्रो निमन्त्रणालाई स्वीकार गरेर विभिन्न क्षेत्र र तह र तबकाबाट हाम्रो कार्यक्रममा आउनु उपस्थित हुनुभएका सम्पूर्ण अतिथिज्यूहरू र त्यसै गरी यस विद्यालयमा हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउनुभएका आदरणीय पत्रकारज्यूहरू, अभिभावकज्यूहरू, यस विद्यालयका आदरणीय सर म्यामहरू र प्यारा विद्यार्थी भाइ बहिनीहरू, यहाँहरूलाई एकमुष्टमा म हार्दिक नमस्कार अभिवादन व्यक्त गर्न चाहन्छु। हामी यति बेला उपस्थित छौँ श्री हिलेपानी संस्कृत माध्यमिक विद्यालयको 49औं वार्षिक उत्सवको पावन अवसरमा। तपाईँ हामी सबैलाई थाहा छ हिलेपानी संस्कृत माध्यमिक विद्यालय एउटा इतिहास बोकेको संस्कृत माध्यमिक विद्यालय हो। हिलेपानी संस्कृति माध्यमिक विद्यालय ऐतिहासिक पहिचान बोकेको एउटा संस्कृत माध्यमिक विद्यालय हो र यो संस्कृत माध्यमिक विद्यालयको ऐतिहासिकतालाई
अझ पनि हामीले उजागर गर्दै र यसका कोसे ढुङ्गाहरूलाई साबित गराउँदै हामी अगाडि बढ्नुपर्छ भन्ने हर्ष र उल्लासका साथ तपाईँ हामी यहाँ यो वार्षिक उत्सव मनाउनको लागि यहाँ उपस्थित भइरहेका छौँ भन्ने मलाई लागिरहेको छ। अब मैले यहाँ भनिरहँदाखेरि सबैभन्दा पहिला के लाग्छ भने यो उत्सव भनेको, यो जन्मोत्सव भनेको हाम्रो समीक्षाको उत्सव हो। यो जन्मोत्सव भनेको हाम्रो आगामी वर्षको दूरदृष्टि हो भन्ने मलाई लागिरहेको छ। तसर्थ हाम्रो यो शैक्षिक सत्रमा हामीले गरेका हरेक क्रियाकलापहरूको, हरेक विजयहरूको एउटा उत्सवका रूपमा, उत्साहका रूपमा हामीले मनाउने यो उत्सव हो भन्ने मलाई लागिरहेको छ। मलाई जहाँसम्म लाग्छ हामी शिक्षक, अभिभावक, विद्यार्थी, समाजसेवी, राजनीतिकर्मी सब महानुभावहरूको साथ र सहयोगमा हामीले विद्यालयको शैक्षिक गुणस्तरलाई अभिवृद्धि गराउँदै लैजाने प्रयत्नमा लागिरहेका छौँ। हामी कुनै पनि हिसाबले पनि कमजोर छैनौँ जस्तो मलाई लागिरहेको छ। विगतका दिनहरूमा भन्दा हामीले बिस्तारै हाम्रा स्टेपहरूलाई, हाम्रा पहिचानहरूलाई अझ कायम गर्दै अगाडि बढाइरहेका छौँ जस्तो मलाई लाग्छ। तपाईँ विद्यालयको कुरा गर्नुहुन्छ भने हामीसँग इनर्जेटिक खालका सर म्यामहरू हुनुहुन्छ, हामीसँग 20-25 वर्ष अध्यापनको एउटा अनुभव लिएका आदरणीय मित्र सरहरू जस्ता अनुभवी व्यक्तित्वदेखि लिएर हाम्रो एकदम इनर्जेटिक खालको र त्यसै गरी नेतृत्व क्षमता भएका राम सरदेखि लिएर हामी भर्खरै आएका नयाँ युवाहरूदेखि लिएर हाम्रा आदरणीय म्यामहरूदेखि लिएर हामी त्यस्तो खालको टिम लिएर हामीले सकेसम्म हिलेपानी संस्कृत माध्यमिक विद्यालय अगाडि बढाउन खोज्दैछौँ। त्यति मात्र होइन, सायद जहाँसम्म लाग्छ यो टिमको नेतृत्व गर्ने कुशल प्रधानाध्यापक हामीले पाएका छौँ। माध्यमिक तहको सेकेन्ड क्लासको नेतृत्व चाहिँ हामीले पाएका छौँ, जसको नेतृत्वमा हामीले विद्यालयले सकेसम्म एउटा उजागर, एउटा हौसलाप्रद ढङ्गबाट अगाडि बढाउने जमर्को गरिरहेका छौँ, जसको फलस्वरूप सायद यहाँले देखिरहनु भएको छ। गत सालका विभिन्न जिल्ला स्तरीय वक्तृत्व कलामा हामीले अब्बल भयौँ। त्यति मात्र होइन, गाउँपालिका स्तरका विभिन्न हाजिर जवाब प्रतियोगितामा हामी अब्बल भयौँ। त्यति मात्र होइन, विभिन्न साइन्स एक्जिबिसनमा हामी अब्बल भयौँ। त्यति मात्र होइन, शैक्षिक गुणस्तरको दृष्टिकोणबाट पनि हामी कमजोर छैनौँ। शैक्षिक गुणस्तरमा पनि तपाईँहरू ट्याली गर्नुहुन्छ भने हाम्रा कालिम्पोङ गाउँपालिकाका हरेक सामुदायिक विद्यालयहरूसँग तुलना गर्नुहुन्छ भने हामी त्यति धेरै कमजोरमा छौँ, हामी कम्पिटेटिभ अवस्थामा नै छौँ जस्तो मलाई लाग्छ। यसर्थ हामी एउटा ऊर्जावान र केही गर्नुपर्छ भन्ने भावका साथ यहाँ आएका छौँ। त्यति मात्र होइन, हाम्रो विद्यालय व्यवस्थापन समितिले हामी शिक्षकहरूलाई र तमाम अभिभावकहरूलाई, विद्यार्थीहरूलाई एउटा ऊर्जा प्रदान गरेको छ। त्यही खालको नेतृत्व पनि हामीले पाएका छौँ। र त्यति मात्र होइन, हामीलाई वडा कार्यालयको पनि सहयोग छ। वडा कार्यालयले पनि हामीलाई भर्खरै मात्र हामीले राष्ट्रपति रणनीति सिलमा हामीले द्वितीय स्थान प्राप्त गरेर आइसके पछाडि लगभग हामीलाई 2,30,000 बराबरको रकम दिएर हामीले ट्याक्स पनि भर्खर वितरण गर्ने तयारीमा छौँ र त्यसमा केही विद्यार्थी समेतको लगानीमा। तसर्थ हामी वडा कार्यालय पनि यो शैक्षिक अभियानमा सँगसँगै रहेका छौँ। त्यति मात्र होइन, अब हाम्रो अपेक्षा के हो भने गाउँपालिका पनि हाम्रो यो शैक्षिक अभियानमा, हाम्रो यो हातेमालोमा शैक्षिक गुणस्तर हामीले नै नारै लेखेका छौँ। हामी सबैको इच्छा गुणस्तरीय र व्यावहारिक र प्रविधियुक्त शिक्षा यो हिलेपानी संस्कृत माध्यमिक विद्यालयको नारा हो। तसर्थ यो नारामा हातेमालो गर्नको लागि हाम्रो गाउँपालिकाबाट उपाध्यक्षज्यू पनि यहाँ उपस्थित हुनुहुन्छ। उहाँ पनि सायद यो हाम्रो प्रयासमा हातेमालो गर्नुहुनेछ। आगामी उपमेयरका कार्यक्रमहरू र बजेटहरूमा पनि हामीले सम्झाउनुहुनेछ भन्ने हामीले आशा र अभिलाषा व्यक्त गर्दछौँ। हाम्रो सकेसम्म सबै शिक्षक, विद्यार्थी, अभिभावक हामी सबै मिलेर हिलेपानी संस्कृत माध्यमिक विद्यालय अगाडि एउटा सुन्दर फुलबारीको रूपमा विकसित गर्दै र एउटा तपाईँ हामी सबैलाई एउटा के अनुभव भएको छ भने, आलोचना गर्ने कुरा के छ भने सरकारी विद्यालयहरू चाहिँ, सरकारी विद्यालयमा कुनै पनि नियम कानुन छैन, उनीहरू अब अस्तव्यस्त हुन्छन् भन्ने कुरा चाहिँ एउटा इम्प्रेसन, सरकारी विद्यालयको गुणस्तर कमजोर हुन्छ भन्ने इम्प्रेसन जुन छ, र त्यो इम्प्रेसनलाई हामी सबै इनर्जेटिक एउटा टिम छ, यो टिमको तर्फबाट हामी त्यो एउटा परिभाषालाई हामी चेन्ज गर्न चाहन्छौँ। सरकारी विद्यालय पनि एउटा नमुना बन्न सक्छ र सरकारी विद्यालयलाई पनि हामीले एउटा गुणस्तर र नमुनायुक्त बनाउन सक्छौँ भन्ने एउटा अभियानका साथ हामी यो हातेमालोमा अगाडि बढिरहेका छौँ। तसर्थ यो हातेमालोमा अगाडि बढ्ने क्रममा तपाईँ सम्पूर्ण आदरणीय बुवामा, दाजुभाइ, दिदीबहिनीहरू, अभिभावकज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू र तमाम हाम्रा समाजसेवी, राजनीतिकर्मी र बुद्धिजीवी महानुभावहरू पनि हामी यो विजयको क्षणमा यहाँ उपस्थित हुनुहुन्छ। तसर्थ यहाँ उपस्थित हुनुभएका तपाईँ
तमाम आदरणीय व्यक्तित्वहरू तमाम अभिभावकज्यूहरूलाई हिलेपानी संस्कृत माध्यमिक विद्यालयको तर्फबाट पुनः हार्दिक शब्दको माध्यमबाट हार्दिक स्वागत गर्छु र त्यसै गरी यहाँहरूको सम्पूर्ण आगामी दिनहरूमा पनि सक्रिय सहयोगको अपेक्षा सहित यहाँलाई शब्दको माध्यमबाट हार्दिक स्वागत अभिनन्दन व्यक्त गर्दै मञ्चबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। धन्यवाद डम्बर सरलाई। डम्बर सरले भने जस्तै हामी एउटा हाते मालोमा छौँ अनि हामीलाई विभिन्न क्षेत्रबाट विभिन्न व्यक्तित्व आदरणीय व्यक्तित्वहरूले धेरै कुराहरूमा सहयोग गर्नुभएको छ अनि यो कुरा चाहिँ जहाँसम्म लाग्छ अलिक पूर्ण भएन कि अनि अलिक पुगेन अलिक बढ्नु पर्यो। अब यसरी पालिकाले पनि सहयोग गर्नु पर्यो, नगरेको चाहिँ होइन। फेरि अहिले पनि हामीले डम्बर सरले भनिसक्नु भएको छ हाम्रो यहाँ ट्र्याकसुट वितरण कार्यक्रम पनि आजको कार्यक्रमको एउटा कार्यक्रम त्यो पनि हो, आज गरिरहेको पनि छ। त्यही भएर अलि यस्ता विस्तारका कार्यक्रमहरू शैक्षिक प्रगतिका क्रियाकलापहरू हामीलाई पटक पटक अथवा यस्ता क्रियाकलापहरू बढ्दै जाउन् भन्ने कुराहरूको हामीले यस विद्यालयले यहाँहरूबाट आशा गरेको छ अनि भन्दै उहाँले शब्दद्वारा यहाँ स्वागत गरेर गइसक्नु भएको छ। अब गीतद्वारा उपस्थित अतिथिगण सम्पूर्ण अभिभावकज्यूहरू विद्यार्थी भाइ बहिनीहरू भूतपूर्व विद्यार्थीहरू सबैलाई गीतद्वारा स्वागत गरिदिनको लागि स्वस्थानी मिस आदरणीय व्यक्तित्व स्वस्थानी मिसको समूहलाई मैले विशेष अनुरोध गरेँ। सभापति एवं यस विद्यालयका विवेश समितिका अध्यक्ष हरिराज भण्डारीज्यू, त्यसै गरी आजको यस कार्यक्रमका प्रमुख अतिथि एवं आकर्षक व्यक्तित्व कालिन्चोक गाउँपालिकाका आशा र भरोसाका केन्द्रबिन्दु एवं कालिन्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीज्यू, त्यसै गरी आजको यस कार्यक्रमका विशेष अतिथि कालिन्चोक गाउँपालिका वार्ड नम्बर 4 का विकासका संवाहक दीपक खुलालज्यू, ब्याचमा आसीन सम्पूर्ण व्यक्तित्वहरू सबैमा यस हिलेपानी माविको तर्फबाट स्वीकार्नुहोस् नमस्कार। यहाँहरूलाई हाम्रो आदरणीय व्यक्तित्व पूर्व वक्ता सर डम्बर बहादुर थामीज्यूले यहाँहरूलाई शब्दद्वारा स्वागत गर्दै यहाँबाट ओजेल परिसक्नु भएको छ। हामी पनि यहाँहरूलाई स्वागत गीत मार्फत स्वागत गर्न गइरहेका छौँ। बाँकी स्वीकार्नुहोस् गीतबाट। स्वागत हाम्रा पाहुनाहरूलाई
विशिष्ट पाहुनाको आगमनले गरिमा हाम्रो बढेको छ विशिष्ट पाहुनाको आगमनले गरिमा हाम्रो बढेको छ सबैको साथ र मायामा शिक्षाको ज्योति बलेको छ सबैको साथ र मायामा शिक्षाको ज्योति बलेको छ जानु छ अगाडि मिलेर नाचेको साथ कसैको जानु छ अगाडि मिलेर नाचेको साथ कसैको पाउनेछौँ सधैँ यसरी साथ र सहयोग सबैको पाउनेछौँ सधैँ यसरी साथ र सहयोग सबैको पाउनेछौँ सधैँ यसरी साथ र सहयोग सबैको स्वागत हाम्रा पाहुनाहरूलाई स्वागत हाम्रा अतिथिगणलाई स्वागत हाम्रा पाहुनाहरूलाई स्वागत हाम्रा अतिथिगणलाई धन्यवाद ओम गणानान्त्वा गणपति गुहावामहे प्रियाणान्त्वा प्रियपति गुहावामहे निधिनान्त्वा निधिपति गुहावामहे वसु मम आहमजानि गर्भधामा त्वमजासि गर्भधामा ओम स्वस्ति न इंद्रो वृद्धश्रवाः स्वस्ति नः पूगा विश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु ओम स्वस्ति ओम स्वस्ति ओम स्वस्ति स्वस्ति कल्याणं भवतु। माध्यमिक विद्यालय कालिम्पोङ 4 दोलखा 49औं वार्षिक उत्सव तथा अभिभावक दिवस 26 पौष 2080। नमस्कार, धन्यवाद। सरलकै परेको चिनजन गरौँ हुन्न रह्यो के थाहा हाम्रो मिल्छ कि र्याङको ठ्याङ हृदयमा राम्ररी देखेर आएको जिउ जान्दैछ सरलकै परेको चिनजन गरौँ हुन्न रह्यो ख्याल गर्नु बेलैमा ख्याल गर्नु बेलैमा भोलि त के हुने थाहा छैन कर्मको खेलैमा भोलि त के हुने थाहा छैन कर्मको खेलैमा त्यस्तै गरेर यस कार्यक्रममा विशेष अतिथिको रूपमा आसन ग्रहण गरिरहनुभएका यसै कालिम्पोङ गाउँपालिका वडा नम्बर 4 का वडाध्यक्ष दीपक खुलालज्यू, मञ्चमा आसीन सम्पूर्ण अतिथिगण, यस कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नको निम्ति पाल्नुहुने सम्पूर्ण आदरणीय यसै विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू,
शिक्षक अभिभावक सङ्घका पदाधिकारीज्यूहरू, त्यसै गरी आदरणीय अभिभावकज्यूहरू र प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू सबैलाई विद्यालयको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक न्यानो नमस्कार टक्राउन चाहन्छु। हामी आज अत्यन्तै खुसीको क्षणमा छौँ कि हिलेपानी संस्कृत माध्यमिक विद्यालय 2031 सालमा स्थापना भएको यस विद्यालय आज हामीले 49औं वार्षिक उत्सव मनाउन लागिरहेका छौँ। योभन्दा अगाडि विविध कारणले विद्यालयको वार्षिक उत्सव मनाउन नसकिए तापनि यो वर्षबाट हामीले प्रत्येक वर्ष विद्यालयको वार्षिक उत्सव मनाउन लागिरहेका छौँ र विद्यालयको 50 वर्ष पुरा भएको अवसरमा पनि हामीले अर्को वर्ष स्वर्ण महोत्सव समारोह भव्य रूपमा आयोजना गरेर सम्पन्न गर्ने जमर्को पनि गरिरहेका छौँ। त्यसैले सम्पूर्ण यस कार्यक्रममा उपस्थित रहनुहुने सम्पूर्ण प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण महानुभावहरूलाई पुनः एकपटक हार्दिक स्वागत गर्दै हामीसँग विभिन्न कार्यक्रम भएको कारणले ढिला नगरिकन मैले विद्यालयको ऐतिहासिक पृष्ठभूमिदेखि वर्तमान अवस्थासम्मका विभिन्न गतिविधिहरूलाई सरसर्ती वाचन गर्ने अनुमति चाहन्छु। सुरुमा यस विद्यालयको ऐतिहासिक पृष्ठभूमितर्फ म लागिरहेको छु। दोलखा जिल्लाको उत्तरी भेगमा रहेको हिलेपानी भन्ने स्थानमा नेपालको पश्चिम खण्डमा पर्ने लमजुङ जिल्लाको जिता भन्ने ठाउँबाट घिमिरे ब्राह्मण आएर बसेका थिए। यस वंशको 9औं पुस्ता अनिरुद्ध घिमिरे मध्येकै अति चलाक, दूरदर्शी, साहसी एवं ज्योतिषी र शिक्षा प्रेमी समाजसेवी थिए। यिनै अनिरुद्ध घिमिरेले तात्कालिक समयमा वरपर रहेका मानिसहरूको भेला गराई विद्यालयको आवश्यकता महसुस गराएपछि उनै अनिरुद्ध घिमिरेको अगुवाईमा विक्रम सम्वत 2031 सालमा लापिलाङ गाविस वडा नम्बर 9 हालको कालिन्चो गाउँपालिका वडा नम्बर 7 थाङबारू बस्ने शङ्कर भण्डारीलाई हाल विद्यालय रहेको चौरमा केही विद्यार्थी जम्मा गरी क ख पढाउन लगाउनु भएको थियो। त्यसपछि बर्सातको पानी हिउँदको हावाहुरीबाट बस्न विद्यालय भवनको आवश्यकता ठानी हालको ढुङ्गेधाराको पूर्वपट्टि विद्यालय भवन निर्माण गरियो। तर दुर्भाग्यवश एकै वर्षमा सो भवन लडेर क्षतिग्रस्त भयो। त्यसपछि अनिरुद्ध घिमिरेकै अगुवाईमा सम्पूर्ण घिमिरे दाजुभाइ तथा गुमु, नर्मी, भण्डारी गाउँ, बिस्मुरे गाउँलेको सहयोगमा विद्यालय भवन पुनर्निर्माण भई पढाइलाई निरन्तरता दिएको थियो। इतिहास बुझ्दा यसरी पढाउने क्रममा विक्रम सम्वत 2031 फागुन 11 सम्म रहेको र त्यसपछि साँच्चै हिलेपानीमा विद्यालयको आवश्यकता छ भन्ने कुराको महसुस गरी शिक्षा कार्यालय दोलखाले लापिलाङ प्रावि शाखा हिलेपानी भनी विक्रम सम्वत 2031 फागुन 12 गतेदेखि घिमिरे दाजुभाइ तथा लापिलाङ शाखाको रूपमा शिक्षक पदमा मानिकलाल श्रेष्ठलाई पठाएको र यो विद्यालय लापिलाङ शाखाको रूपमा विक्रम सम्वत 2032 पौष 25 सम्म सञ्चालन भएको देखिन्छ। त्यसपछि जिल्ला शिक्षा कार्यालय चरीकोट दोलखाले 2032 पौष 26 गतेबाट प्राथमिक विद्यालय कक्षा 1-3 स्वीकृत गरी प्रपदमा श्री कृष्ण प्रसाद नेउपानेलाई पठाएको थियो। त्यसपछि विक्रम सम्वत 2033 पौष 22बाट यो विद्यालय निमावि स्वीकृत भई कक्षा 4 को पढाइ सुरु भएको थियो। यसरी क्रमिक रूपमा कक्षा अपग्रेड हुने क्रममा विक्रम सम्वत 2034 कक्षा 5, 2035 कक्षा 6, विक्रम सम्वत 2036 कक्षा 7 सम्म पठन पाठन भई विक्रम सम्वत 2040 सम्म यही क्रम रहिरह्यो। त्यसपछि विक्रम सम्वत 2040 साल फागुनदेखि कक्षा 8 स्वीकृत भई संस्कृत पठन पाठन गर्ने उद्देश्यले संस्कृत पढाउन शिक्षक विष्णु प्रसाद ढुङ्गानाको व्यवस्था गरी संस्कृत पढाउन सुरु गरियो। संस्कृत शिक्षक विष्णु प्रसाद ढुङ्गानाको बहिर्गमनपछि संस्कृत पठन पाठनकै लागि सूर्यकान्त र चन्द्रकान्त शिक्षकहरूको व्यवस्थापछि विक्रम सम्वत 2042 मा कक्षा 9 चलेको विक्रम सम्वत 2043 मा सूर्यकान्त र चन्द्रकान्तको बहिर्गमन पश्चात पुनः विद्यालय कक्षा 8 मा झरी कक्षा 8 सम्म मात्र पठन पाठन भएको र यो क्रम विक्रम सम्वत 2045 सालसम्म रहेको देखिन्छ। त्यसपछि 2046 पौषमा श्री देवराज शर्माको आगमन पश्चात पुनः विक्रम सम्वत 2046 बाट
कक्षा 9 विक्रमसम्म 2047 मा कक्षा 10 को पठन पाठन सुरु भई विक्रमसम्म 2048 सालमा 13 जना विद्यार्थी सहित यो विद्यालय एसएलसी परीक्षामा पहिलो पटक सहभागी भएको थियो। यो क्रम विक्रमसम्म 2058 सालसम्म रहेको र विक्रमसम्म 2058 सालमा देशको तात्कालिक अवस्थाको कारणले गर्दा संस्कृत शिक्षाप्रति नकारात्मक अवस्था रहेकाले तत्कालिक श्री कृपाश्वर खड्काले संस्कृत र साधारण दुवै पठन पाठन गर्न पाउने गरी शिक्षा विभागबाट अनुमति ल्याएपछि साधारण शिक्षा मात्रै पठन पाठन भई साधारण शिक्षाबाट पहिलो पटक एसएलसी सहभागी 2059 मा भएको थियो। यसरी हेर्दा 2059 सालमा दुवै संस्कृत प्लस साधारणका विद्यार्थीहरू सहभागी भएका थिए। पछि पुनः संस्कृत शिक्षाप्रति अभिरुचि पैदा भएकाले मिति 2065 सालबाट कक्षा 6 मा संस्कृत पठन पाठन भई 2059 सालमा 69 सालमा एसएलसी सहभागी भएको र विक्रमसम्म 2074 सम्म सहभागी भई 2075 बाट पुनः साधारण र यसै बीचमा विक्रमसम्म 2063 मा यो शिक्षा सञ्चालन भएको थियो। विद्यालयले उच्च मावि सञ्चालनको अनुमति पाई हालसम्म कक्षा 1 देखि बाल कक्षादेखि 12 सम्म पठन पाठन भइरहेको छ। साथै यस विद्यालयको शैक्षिक उन्नतिका लागि यस क्षेत्रमा रहेका लब्ध प्रतिष्ठित समाजसेवी व्यक्तित्वहरूले विद्यालयको नजिक रहेको गुम्हिले पानी सहकारी संस्थामा निम्नानुसारको अक्षय कोष खडा गरेको देखिन्छ, जुन यस प्रकार रहेको छ। तपसिल सरस्वती अक्षय कोष संस्थापक परशुराम लामिछाने। उद्देश्य विद्यालयको उत्कृष्ट विद्यार्थीलाई दिनुपर्ने हो पुरस्कार। गौरीशंकर अक्षय कोष मित्रप्रसाद भण्डारी, जसको उद्देश्य प्रावि उत्कृष्ट विद्यार्थीलाई समेट्नुपर्ने थियो। त्यस्तै गरी मानबहादुर अक्षय कोष, यसको संस्थापक मानबहादुर कार्की हुनुहुन्छ भने यसको उद्देश्य एसएलसी उत्कृष्टलाई दिनुपर्ने हुन्छ। त्यस्तै गरी शोधा अक्षय कोष, यसको संस्थापक हरिहर नेउपाने हुनुहुन्छ र यसको पुरस्कार नेपाली विषय उत्कृष्ट भाइ बहिनीहरू मध्येबाट दिनुपर्ने हुन्छ। त्यस्तै गरी नन्दलाल विष्णुमाप अक्षय कोष, यसको पनि संस्थापक परशुराम लामिछाने हुनुहुन्छ। यसको चाहिँ स्पष्ट नभएको भनेर हामीले यहाँ लेखेका छौँ। त्यस्तै गरी हालसम्म विभिन्न स्रोतबाट पाइएको तथ्याङ्क अनुसार यस विद्यालयका तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको नामावली यस प्रकार रहेको छ। हालसम्मका प्रहरू संस्थापक प्रको रूपमा कृष्ण प्रसाद नेउपाने हुनुहुन्छ। त्यसपछि प्रकाश लामा, कुमुदराज योगी, केशव कार्की, देवराज शर्मा, विश्वनाथ श्रेष्ठ, रामलाल पन्थी, कृपाश्वर खड्का, सोमनाथ तिवारी, महेश्वर ढुङ्गेल, अखिलेश कुमार ठाकुर, रामलाल पन्थी र वर्तमान म भीम कुमार पाण्डे रहेको छु। त्यस्तै गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूमध्ये संस्थापक अध्यक्षको रूपमा अनिरुद्र घिमिरे रहनु भएको छ। त्यस्तै गरी त्यस पछाडि विष्णुरुद्र घिमिरे, अनिरुद्र घिमिरे, त्यस्तै पछाडि विष्णुरुद्र घिमिरे, माधव प्रसाद नेउपाने, हिमाल विक्रम बस्नेत, विष्णुरुद्र घिमिरे, धनबहादुर कार्की, जनार्दन घिमिरे, कृष्ण प्रसाद नेउपाने, कमल प्रसाद घिमिरे र वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिराज भण्डारी रहनु भएको छ। त्यस्तै गरी अब म यस विद्यालयको आर्थिक पक्षको सम्बन्धमा जानकारी गराउन लागिरहेको छु। शिक्षालाई उद्देश्यमूलक, व्यावहारिक र समसामयिक बनाई विद्यार्थीहरूमा नैतिकवान, अनुशासित र स्वावलम्बी सृजनशील बनाउन विद्यालयले पठन पाठनका साथै विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ। त्यसै गरी विद्यालय शिक्षाको समग्र शैक्षिक व्यवस्थापकीय तथा सञ्चालित कार्यक्रम, बजेट एवं प्राप्त स्रोत साधनको मितव्ययी ढङ्गले उपयोग गरी अधिकतम प्रतिफल प्राप्त गर्न र विद्यालयका गतिविधिलाई सहभागितामूलक, पारदर्शी एवं जवाफदेही बनाई विद्यालय शिक्षा पद्धतिको सुदृढीकरण गर्न सामाजिक परीक्षण निर्देशिका अनुसार प्राविधिक उपसमिति तथा सामाजिक परीक्षण समिति निर्माण गरी
विद्यालयको सामाजिक परीक्षण गरी सार्वजनिक सुनवाई समेत गरिसकिएको छ। यसमा मैले यो गत आर्थिक वर्षको शीर्षकगत रूपमा आम्दानी र खर्चको विवरण हामीले गत दशैंभन्दा अगाडिका कार्यक्रममा गरिसकेका छौँ। त्यसो भएकोले मैले सर्टकटमा जम्मा आय र जम्मा खर्चको बारेमा मात्रै बताउन गइरहेको छु। जम्मा आम्दानी हाम्रो गत वर्ष 1,36,81,682 रुपैयाँ 81 पैसा रहेको थियो। त्यसमा जम्मा खर्च 1,16,81,682 रुपैयाँ 26 पैसा रहेको थियो। त्यस्तै बैंक ब्यालेन्स 15 लाख पैसा रहेको छ। त्यस्तै गरी सहयोग भएको छ। समाजका सबै सदस्यबाट स्वैच्छिक चन्दा लिने र नपुग रकम समाजको कोषबाट थप्ने भन्ने निर्णय गराएर काम सुरु गरिएको थियो। आज यो कामले सार्थकता पाएको छ। हाम्रो समाजले निर्माण गरेको सरस्वतीको मन्दिर आज यो सम्मानित अवसरमा हस्तान्तरण गर्न पाउँदा म धेरै खुसी भएको छु। मन्दिरलाई आवश्यक जग्गा उपलब्ध गराइदिने विद्यालय परिवार, निर्माण गरिदिने निर्माण व्यवसायी, अनुगमन गरिदिने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। तान पूर्वया निवेदाहु मये वयं भागमित्र मदितिं दक्षमश्रीरामा अर्जमणं वरुणगुंसो मम स्विना सरस्वतीना सुभगामयस्करत् सरस्वती यूर्णां गर्भमन्तरस्मितां पत्ने सुकृतं विभर्ते अपागुंस वरुण रसेन वरुणेन साम्लेन्द्रगुं श्रियै जनयन्नप्सु राजा सद्बुद्धिं ददातु। एसएलसी दिँदाखेरिको अहिले हेड सरले प्रस्तुत गर्नुभयो 13 जना विद्यार्थी मध्येको एउटा विद्यार्थी म पनि हो र पहिलोचोटि एसएलसी दिने विद्यार्थी भएको हुनाले पनि
म यो विद्यालयको पूर्व विद्यार्थी, पहिलोचोटि टेस्ट र एसएलसी परीक्षामा सहभागी एउटा विद्यार्थीको नाताले मलाई यो जीवन बनाउनको निम्ति, यो ठाउँमा यसरी प्रस्तुति दिनको निम्ति यो विद्यालयले महत्त्वपूर्ण योगदान गरेको छ। त्यसो भएकोले मैले त्यस बेलाको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष विष्णुरुद्र घिमिरे, त्यस बेलाको प्रधान अध्यापक केशव कार्की र देवराज शर्मालाई हार्दिकतापूर्वक सम्मान गर्न चाहन्छु र अन्य गुरुवर्गलाई पनि यो अवसरमा हार्दिकतापूर्वक सम्मान गर्न चाहन्छु। सँगै अहिले धेरै कुराहरू गर्नुभएको छ। विद्यालयको नेतृत्व गर्दै गर्दा विद्यालय अगाडि बढाउने क्रममा बीचमा केही समस्याहरू विद्यालयले भोगेको हो, केही कुराहरू नमिलेको हो। समस्या भोग्दा र कुराहरू नमिल्दाखेरि विद्यालयको पठन पाठन र केही अन्तर्द्वन्द्वहरू विद्यालयमा झाँगिएकै हो। त्यो कुरा हामीले नजिकबाट पनि हेरेको। र म अन्तमा के भन्न चाहन्छु भने यो विद्यालयको उत्तरोत्तर प्रगति होस् र म पूर्व विद्यार्थीको हैसियतले, पहिलो पटक एसएलसी दिने एउटा विद्यार्थीको हैसियतले मैले गर्नुपर्ने कुराहरू र छिमेकी विद्यालयको हैसियतले पनि मैले गर्नुपर्ने भूमिकाहरू के हुन सक्छ, त्यो भूमिका निर्वाह गर्नको निम्ति म सधैँ तयार रहेको कुरा यहाँ जानकारी गराउन चाहन्छु। सालको विद्यार्थी हुँ। 54 यो जिल्लामा, दोलखा जिल्लामा त्यो बेला 53 सालको एसएलसी एकदमै खस्किएपछि त्यो बेला एसएलसी भन्दा अगाडि टेस्ट हुन्थ्यो। टेस्ट पनि छिमावतीदेखि हिलेपानीसम्मका विद्यालयहरूको सुनखानीमा सेन्टर बनाएर गरेको थियो। 12 जनाले टेस्ट दिएको, 5 जना पास भयौँ। 5 जना मध्येमा एसएलसी त्यो बेलाको एसएलसी 3 जना पास भयौँ। जो एउटा म, एउटा कमल घिमिरे र एउटा अहिले वास्तुविद हुनुहुन्छ हाम्रो लक्ष्मण खतिवडा जीवी भन्ने, हामी 3 जना हौँ। हामीले त्यति बेला संस्कृत पढ्थ्यौँ। मैले यहाँ जोडेको कुरा के हो भने संस्कृत पढ्थ्यौँ। हाम्रो विद्यालयको नाम चाहिँ अहिले नै संस्कृत छ, तर अहिले पढाइ छैन, अघि नै भयो। हामीले सुरुमा 6 कक्षामा संस्कृत पढ्दाखेरि असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्युमा अमृतम गमय भनेर पढेका थियौँ। अहिले म धेरै जीवनको भोगाई लगभग यो 28-30 वर्षपछि सोच्दैछु त्यो वाक्य भने जीवनमा सधैँ आत्मा देखि सम्मान गर्न
दुई चारवटा कुरा गर्न चाहन्छु। हामीले भन्यौँ यो हिलेपानी माध्यमिक विद्यालय शिक्षकहरूले एकदम राम्रो गर्नुभएको छ, उत्कृष्ट रिजल्ट हामीले हासिल गरेका छौँ। विद्यार्थीहरूले त्यही अनुसारको पठन पाठन उहाँहरूले त्यही अनुसारको शिक्षा आर्जन गरिरहनु भएको छ। त्यो हिसाबले पनि कालिम्पोङ गाउँपालिकाको नमुना बन्नका निमित्त अग्रसर हुँदैछ, त्यो पाइला लम्काउँदैछ भन्ने पनि हामीले भनिसकेका अवस्था छौँ। आज यहाँ वरिपरि रहेका धेरै अभिभावकहरू एकदमै जुझारुका साथ, अभिभावकको धेरै सक्रियताका साथ आफ्नो कामलाई थाती राख्दै आफ्नो बालबच्चाको भविष्य कसरी कोर्ने होला, आफ्नो बालबच्चाको भविष्य कसरी अगाडि बढाउने होला र मेरो बालबच्चाले मलाई पाल्छ कि पाल्दैन, मेरो बालबच्चा यहीँ रहन्छ कि रहँदैन, मेरो बालबच्चाले मलाई भोलिको बुढेसकालको सहारा दिन्छ कि दिँदैन भनेर चिन्ता बोकेर यहाँ उपस्थित रहनुभएको छ। मलाई लाग्छ यो सबै हामीले गरिरहेको काम उत्कृष्ट नै छ, तर यति हुँदाहुँदै पनि केही कुराहरू पुगेका छैनन्। हाम्रा बाली नालीहरू खाली भएको अवस्था छ, हाम्रो पहाडहरू बस्तीहरू खाली भएको अवस्था छ। हिलेपानीमा म पढिरहँदाखेरि यहाँ थुप्रै घरहरू थिए, आज मैले हिलेपानीमा थुप्रै घरहरू खाली रहेको अवस्था छ। यसलाई कसरी फर्काउन सकिन्छ होला, यसलाई कसरी हाम्रा नानी बालबच्चाहरूलाई कसरी यहाँ स्थापित गर्न सकिन्छ होला। आज हामीले जसरी उहाँहरूलाई खेलाइरहेका छौँ, भोलि उहाँहरूले हामीलाई कसरी स्याहार सुसार कसरी खेलाइरहन्छन् होला भने यो देख्नका चिन्ताका निमित्त हामी यहाँ उपस्थित भएका छौँ। म यति कुरा गर्न चाहन्छु कि हामी सबैले चाहँदाखेरि हामीले सबै काम गर्न सक्ने रहेछौँ, हामी सक्षम रहने रहेछौँ भन्ने कुराको उद्देश्य अघि नै सरहरूले जानकारी गराइसक्नु भएको छ। ताली बजाऊ हो बुढाहरू खोइ। एउटा जान्यो मधुलाई सम्झना,
It's coming, it's coming. अनि तिमी त सरले भनेको नि मान्दैनौ रे, स्कुल नि रेगुलर आउँदैनौ रे, के हो त्यस्तो हो त तिमी? हो सर, मेरो गाईलाई घाँस काट्नु पर्छ, कुखुरा चराउनु पर्छ, बाख्रा सार्नु पर्छ सर, गएर घरमा काम गरेर भ्याउँदिन सर, अनि स्कुल आउन ढिलो भएको सर। अनि तिम्रो मम्मी चाहिँ कहाँ जानुहुन्छ त? मम्मी बाबा लिएर ठुलो काम गर्न जानुहुन्छ सर। त्यस्तो ठुलो काम के काम गर्न जानुहुन्छ? पैसा कमाउन जानुहुन्छ। दुवैजना जानुहुन्छ त? दुवैजना जानुहुन्छ सर। तिमीलाई पढ्न समय दिनुहुन्न? दिनुहुन्न सर। घाँस काट्नुपर्छ सर। ल तिमी अहिले गएर पढ, म तिम्रो अभिभावकलाई फोन गर्छु त। हस्, हुन्छ सर। होइन कसको फोन आयो? हेलो हेलो, हजुर हजुर। ए तपाईँ बुद्धिजी बोल्नु भएको? हजुर हो। तपाईँ चाहिँ को पढ्नु भयो नि हजुर? ए म अनकण्ठेश्वर माध्यमिक विद्यालयको प्रधानाध्यापक जङ्गे सर बोलेको। ए जङ्गे सर? हजुर। तर चिन्न चाहिँ चिने, भन्नुहोस् न हजुर पर्यो। ए यहाँ तपाईँको छोरोको बारेमा केही कुरा गर्नु थियो, तपाईँ एक दिन विद्यालयमा आउनु पर्ने हुन्छ। विद्यालय आउनु? हजुर। त्यो चाहिँ किन नि सर? त्यही त तपाईँको छोराको बारेमा कुरा गर्नु छ। मेरो छोराले के गर्यो? कुरा जान्नु थियो तपाईँको छोराको बारेमा। ए भनेपछि फुलको आँखामा फुल
धेरै धेरै धन्यवाद। मिरामिसको लागि एकचोटि जोरदार ताली। पक्कै पनि फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार। म तपाईँलाई ल्याइदिन्छु। यही विद्यालयको म पनि एउटा सरकारी कर्मचारी हुँदै गरेर अहिले म सेवक बनेको छु। यो सेवक भन्दै गर्दाखेरि जनताको निमित्त हरेक तर तबकामा बसेर हरेक कुरालाई सहमति र सहकार्यमा हरेक क्षण अगाडि बढाउने म प्रतिबद्धता गर्दै यस कार्यक्रमलाई ओझेल पर्छु। हस्, नमस्कार।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिराज भण्डारीलाई विशेष अनुरोध गर्दै पुरस्कार वितरणका लागि आजको यस कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका उपप्रमुख आदरणीय कुलबार बुढाथोकी सरलाई विशेष अनुरोध गर्छु। म नाम वाचन गर्न गइरहेको छु। कृपया मित्र सर अगाडि बसेर पुरस्कारको लागि सहयोग गरिदिनुको लागि मैले विशेष अनुरोध गरेँ। रूपमा घोषित गरिएको छ, त्यसैले कृपया तपाईँले आफ्नो पुरस्कार दिदिनको लागि मैले विशेष अनुरोध गरेँ। डम्बर थामी सर। मैले यहाँको कामको उच्च मूल्याङ्कन अघि नै गरिसकेको छ। मैले धेरै व्याख्या विवेचना बाँधिनँ, समय अत्यन्तै छोटो छ, त्यसैले यति मात्रै भने यहाँलाई हाम्रो तर्फबाट सामूहिक विद्यालयको तर्फबाट मुरी धन्यवाद टक्राउन चाहन्छु। साथै विद्यालय व्यवस्थापन समितिले जुन निर्णय गरेको छ यसलाई निरन्तरता दिनको लागि पनि म विद्यालय व्यवस्थापन समितिसँग विशेष आग्रह गर्दछु। तालीद्वारा स्वागत गरिदिनुलाई मैले विशेष अनुरोध गरेँ है, ताली लगाइदिनु होला। त्यसै गरी छात्रातर्फ सलिना भण्डारी कृपया अगाडि आएर आफ्नो पुरस्कार ग्रहण गरिदिनुको लागि मैले विशेष अनुरोध गरेँ। सलिना भण्डारी। सलिना भण्डारी। त्यसै गरी धेरै मैले भूमिका बाँधिनँ। हामीले यो वर्ष अभिभावकहरूलाई पनि सम्मान गर्ने कार्यक्रम राखेका थियौँ, जसले आफ्नो विद्यार्थीहरूको बारेमा धेरै चासो राखेको छ, सबै कुराहरू हेर्ने गर्छ। त्यस्ता अभिभावकलाई हामीले सम्मान गर्ने कुरा गरेका थियौँ। त्यसै अनुरूप 2 जना अभिभावकलाई हामीले विद्यालयभरिका अभिभावकलाई सम्मान गरेका छौँ। म यहाँ नाम वाचन गर्छु। कृपया आएर आफ्नो पुरस्कार लिदिनको लागि मैले विशेष अनुरोध गरेँ। सोमबहादुर बस्नेत, अभिभावक सोमबहादुर बस्नेत कृपया अगाडि आइदिनुको लागि मैले विशेष अनुरोध गरेँ। त्यसै गरी निर्मला खत्री, अभिभावक निर्मला खत्री कृपया अगाडि आइदिएर आफ्नो पुरस्कार लिदिनको लागि मैले विशेष अनुरोध गरेँ। म विद्यार्थीतर्फ गयो यस वर्षको उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम हामीलाई हाम्रो विद्यालय व्यवस्थापन समितिले एकजना छात्र विद्यार्थीहरू गरेको थियो। त्यसै अनुसार मैले हाम्रो विद्यालयले गरे अनुसार हाम्रो विद्यालय व्यवस्थापन समितिले निर्णय गरे अनुसार छात्रतर्फ विक्रम बस्नेत भाइ कृपया अगाडि आएर आफ्नो पुरस्कार ग्रहण गरिदिनको लागि मैले विशेष अनुरोध गरेँ। भाइ विक्रम बस्नेत। अब हामी अक्षय कोष अघि नै हाम्रो हेड सरको प्रतिवेदनमा आइसकेको थियो। हाम्रो विद्यालयमा विभिन्न प्रकारका अक्षय कोषहरू रहेका छन्। सो अक्षय कोषमा उत्कृष्ट विद्यार्थीहरू जुन विधामा राखिदिएको थियो त्यही विधा अनुसार उत्कृष्ट विद्यार्थीहरूको म नाम वाचन गर्नेछु। कृपया अगाडि आएर पुरस्कार ग्रहण गरिदिनको लागि मैले विशेष अनुरोध गरेँ। यस अन्तर्गत सरस्वती अक्षय कोष यहाँ अलि लामो समयसम्म रहनु भएको आदरणीय परशुराम लामिछाने सरले राख्नु भएको थियो। यसको विधा थियो विद्यालयभरिको उत्कृष्ट विद्यार्थीलाई पुरस्कार दिने विधा थियो। त्यसअनुसार यो वर्षभरिको उत्कृष्ट विद्यार्थी शालिनता घिमिरे कृपया अगाडि आएर पुरस्कार लिदिनको लागि मैले शालिनता घिमिरेलाई विशेष अनुरोध गरेँ। शालिनता घिमिरे। त्यसै गरी अर्को गौरी शङ्कर अक्षय कोष आदरणीय गुरुदेव मित्र प्रसाद भण्डारीद्वारा स्थापित यसको विधा थियो प्रावि उत्कृष्ट विद्यार्थी। यो पनि शालिनता घिमिरे नै प्राप्त गरेकी छन्। त्यसैले बहिनीलाई 2वटा पुरस्कारद्वारा सम्मान गरिदिनको लागि मैले विशेष अनुरोध गरेँ। अर्को थियो मानबहादुर अक्षय कोष।
यो चाहिँ मानबहादुर कार्कीले स्थापना गरेको अक्षय कोष हो। यसको विधा थियो एसई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने भन्ने विधा थियो। त्यसै अनुरूप यस वर्षको एसई परीक्षामा उत्कृष्ट परीक्षा नम्बर ल्याउन सफल अथवा जिपिए ल्याउन सफल भाइ विक्रम बस्नेत। उच्च मावि 49औं वार्षिकी उत्सव कार्यक्रमका सभापति महोदय, यस कार्यक्रमका विशेष अतिथि कान्छो गाउँपालिका वार्ड नम्बर 4 का वडा अध्यक्षज्यू, यस कार्यक्रमका अतिथि पूर्व जनप्रतिनिधि वार्ड नम्बर 3 का पूर्व जनप्रतिनिधि नेकपा एमालेका पालिका अध्यक्ष निशान बुढाथोकीज्यू, कान्छो गाउँपालिका वार्ड नम्बर 4 का वडा सदस्यज्यूहरू, नेपाली काङ्ग्रेसका जिल्ला कार्य समितिका सदस्य लोकराज पाठकज्यू, एकीकृत समाजवादीका नेता घनश्याम पाठकज्यू, आदरणीय राजनीतिक गुरु कृष्णप्रसाद नेउपाने सर, यहाँ मञ्चमा आसीन तपाईँ सम्पूर्ण अतिथि दीर्घायुमरण अतिथिवर्गका साथीहरू, यो विद्यालयलाई यहाँसम्म ल्याउनु हुने अहोरात्र खट्नुहुने तपाईँ सम्पूर्ण गुरुजनहरू, प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, मलाई अति माया गर्ने, मलाई 74 मा यो वडाले बढी भोट दिएको, अहिले पनि बढी भोटै दिएको छ, मेरा आदरणीय अभिभावकजनहरूप्रति र सम्पूर्ण तपाईँहरूप्रति म तपाईँहरूकै आफन्त, तपाईँहरूको नेता, तपाईँको साथीको तर्फबाट र कान्छो गाउँपालिकाको तर्फबाट यहाँहरू नमस्कार गर्न चाहन्छु। नमस्कार, अभिवादन। धेरै कुरा केही छैन, तपाईँहरू सुन्न, तपाईँका श्रवण शक्तिहरू कम भइसकेका छन् दुईटा कारणले। एउटा नेताहरूको भाषणदेखि दिक्क लागेर, दोस्रो कुरा तपाईँहरूको घरको आफ्नो कार्यव्यस्तताको कारणले। म 2-3 कुरा भन्दिनँ। पहिलो कुरा, म लामो कुरा अघि धेरै पूर्वक्त मित्रहरूले भनिसक्नु भएको छ। अब पार्टी बेग्लै भए पनि उत्तराधिकारको हिसाबले निशान बुढाथोकीले लामो तपाईँहरूलाई भनेको छ, ध्यानमग्न सुन्नु भएको छ, अन्य नेताहरूले बोलिसक्नु भएको छ। गर्न सक्ने प्रतिबद्धता कुरा तपाईँको वडा अध्यक्षज्यूले भनिसक्नु भएको छ। धेरै आफ्नो भावनाहरूका पीडा आदरणीय नेता आदरणीय गुरु कृष्णप्रसाद नेउपानेले भनिसक्नु भएको छ। तपाईँहरू जम्मैलाई विद्यार्थी गाउँमा छैनन् भन्ने कुरा थाहा छ, अनि हामी बच्चामा उत्पादन कम गर्छौँ भन्ने पनि थाहा छ, गाउँ खाली भयो भन्ने पनि थाहा छ, 2 घर घिमिरेछ तै पनि दाउरा काटेको रिस गर्छ। हामी कहाँ पुग्यौँ भन्ने कुरा हामीले ख्याल गरौँ, यो मेरो निवेदन हो। हामी कति सङ्कीर्ण छौँ, लिन हामी धेरै खुसी हुन्छौँ, दिनु पऱ्यो भने 2टा रुख काट्दा हामी क्वेसन उठाउँछौँ र विवेचको अलक्ष्यपट्टि हामी हात ठडाउँछौँ। तपाईँको जीवनको त मूल्य छैन भने हाम्रो आवश्यकता भएको विद्यालयलाई कि विद्यालय उठाउँ, लैजाउँ पर थलारीको पाखामा भन, तपाईँहरू दैलामै चाहिने, अनि दैलामा राख्दा समस्या पर्छ, तपाईँहरूलाई फेरि सबै कुरा खाँचो लो पनि यो कुरा मिथ्या हुन सक्दैन। मैले अलिकति कडा भन्नै पर्छ। म अलिकति धेरै हाम्रा प्रतिपक्षी दलका नेता निशान बुढाथोकीले भनिसक्नु भएको छ, धेरै समस्याहरू छन्, समस्याका बावजुद हामीमा धेरै गर्नुपर्ने कामहरू छन्। म 2-3टा कुरा भन्दा यहाँ भन्न चाहन्न। पहिलो कुरा, तपाईँहरू कृषकलाई गाउँ फर्काउनका लागि अभिभावक बस्नु पर्यो, अभिभावक बस्नका लागि गरी खानी हुनु पर्यो। हामीले 7 जनाको समूहमा भैँसी पालन गर्न दिउँ, अहिले 1 जनाले मात्रै भैँसी हेर्नु परेको छ, समूहमा दिएका मान्छे छोडेर जानु भएको छ। हामीले खानी पानी ल्याउनु पर्छ भनेर लागेका छौँ। तपाईँ 2000 रुपियाँ दिनुहोस् न, तपाईँको नि पानीमा लगानी परोस् भन्दाखेरि कुलवारले पैसा खान मागे भनेर लाग्नुहुन्छ। तपाईँको त्याग्ने कुरा कहीँ पनि छैन। तपाईँको बारी जङ्गलभरि बारी छ, जङ्गलमा झन् जङ्गल छ, रुख काट्ने वातावरण बढाइदिनुहोस् न भन्दै गर्छ, रुख काट्नुहुन्न भनेर लाग्नुहुन्छ। अनि गाउँ बस्ने कसरी?
यहाँ आज बिहान मात्र मैले पोटीमा देखेको एउटा छोरी घर जान लागेकी रहेछन्। छोरीलाई घर पठाउनका लागि हातमा ढुङ्गो लिएर बाँदर आक्रमणदेखि जोगाउनका लागि हातमा ढुङ्गो लिएर अनि बुवाले पर बाटो कट्न जानुभएको छ। यो कारण के हो त भन्दा जङ्गल हो। आज हामीले जङ्गल घटानौँ भने, बाँझो जमिन फोरेनौँ भने हाम्रो विद्यालयहरूमा राम्रो शिक्षा दिने खालको चाहिँ अहिले छ। यहाँ विद्यार्थीहरू पनि छ। अब तपाईँ हाम्रो नर्सरीमा विद्यार्थीहरू खाली छ। यो हामीले कसरी पुरा गर्ने भन्ने बारेमा हो। यसको बारेमा म चिन्तित छु र गम्भीर छु। म लामो लगिन तपाईँहरूलाई मैले निवेदन गर्न चाहिँ अर्को कुरा यहाँ खाजाको कुरा उठेको छ। मैले ठ्याक्कै बोल्दिनँ म, तर बजेट बनाउने उपाध्यक्ष हो। जे सकिन्छ तपाईँहरूको खाजामा खाजा थप्नका लागि, दिवा खाजा थप्नका लागि 2 रुपियाँ 5 रुपियाँ जति सकिन्छ थप्नका लागि म पहल गर्नेछु। जोरदार तालिका लागि म विद्यार्थीहरूलाई अनुरोध गर्न चाहन्छु। असनेको रातो साडी चार पाङ्रे गाडी, असनेको रातो साडी चार पाङ्रे गाडी, किनिदिनु सुनको चुरा बरुरिने काडी, आहै बरुरिने काडी, गाईलाई गोठरेली माई घोडालाई तबेला, जाला जोबन रेली माई नगारा बेला, कालो गेसमा रेली माई बाँधेको रिबना, तिमीलाई हेर्दै रेली माई बिताउला जीवन, चमेलीको तेल माया बम्बई जाने रेला, चमेलीको तेल माया बम्बई जाने रेला, कहिले हाँसो कहिले आँसु पिरतीको खेला, आहै पिरतीको खेला, कालो कौवारेली माई पिपालु हाँगैमा, झेपारौला रेली माई मङ्सिरमा गैमा, कालो केसमा रेली माई बाँधेको रिबना, तिमीलाई हेर्दै रेली माई बिताउला जीवन। हेर न हेर कान्छा काँडालाई फुलले ढाक्यो, टिप न टिपेर एउटा चुल्ठोमा गाँसिदेऊ न, हुन्छ लौ हुन्छ कान्छी त्यो फुल म टिपी ल्याउला, फुलेको फुल चाहिँ तर एकपल्ट हाँसिदेऊ न, सुम्पिए हृदय तिमीलाई हृदय मेरो नतोड, जीवनको बाटो छ लामो एक्लै बिचमा नछोड, आकाश धरती साँची छ हृदयको माया तिम्रै हो, यो जीवन मात्र होइन अरूको जीवन पनि तिम्रै हो, हेर न हेर कान्छा डाँडालाई फुलले ढाक्यो, टिप न टिपेर एउटा चुल्ठोमा गाँसिदेऊ न, जीवन हाम्रो एक बाजे फुलेको सम्झ मायामा, हृदयको माया मेरो एक बाजे सुम्पेको सम्झना, सुम्पेको तिम्रो त्यो माया भुलाउने छैन जन्म, सम्झना राख्नेछु सधैँ बाँधेको माछा मायामा, हेर न हेर कान्छा डाँडालाई फुलले ढाक्यो, टिप न टिपेर एउटा चुल्ठोमा गाँसिदेऊ न, हुन्छ। कालदेखिको मिल्ने साथी हामी मित्रता, अरू सम्बन्ध भन्दा माथि हामी सहर हुन जान्थ्यौँ, राति राति भागी भागी घरमा आमा बुबालाई ढाँटी, मर्न र मार्न तयार एकअर्काको लागि, सधैँ सँगै बस्थ्यौँ स्कुल पढ्दा हामी,
दुवै नजाने यति एउटा बिरामी जे पनि बाँड्ने हाम्रो राम्रो थियो बानी उसले एक दिन चुरोट चल्का सोध्यो ओही खानी मैले पनि तानी सङ्कोचै नमानी दिन बित्दै गयो अनि लाग्यो त्यसको बानी बिस्तारै कुलतमा फसियो जानी नजानी गाँजा अनि गोटी सामान न पानी यो पछि त्यो पछि त्यो दामी झ्याप नभए दिन पनि राम्रै नलाग्यो त्यसपछि फेरि कहिल्यै उस्तै रहेनौ हामी नहोला सँगै आज तर तेरो सम्झना आयो मनमा छ साथोले छैन भन्थ्यो कहिले तर साथी नि निकै एक्लो छु अहिले नहोला सँगै आज तर तेरो सम्झना आयो मनमा छ साथोले छैन भन्थ्यो कहिले तर साथी नि निकै एक्लो छु अहिले यसरी नै लागु पदार्थमा डुब्दै गयौँ गलत निर्णय खराब परिणामको शिकार भयौँ कतिलाई कुट्यौँ लुट्यौँ कतिलाई ठग्यौँ घरमा आफ्नै आमा बुबासँग झर्क्यौँ आफैमा लड्यौँ तर खान छोडेनौँ बिस्तारै हामी एक अर्कासँगै बोलेनौँ सुन्दै गर्थे साथीभाइले हाम्रो बारेमा उभिना मलाई एक रति राम्रो लागेन अब सबै त्याग्ने मैले बाचा गरेँ बाहिरै ननिस्की कोठाभित्र सुतेर बसे बिस्तारै म पढाइतिर अघि बढेँ सुन्ने गर्थे ऊ अझै त्यस्तै छ भने एक दिन अचानक उसको भाइ मसँग रुन लागे तर साथी नि निकै एक्लो छु अहिले थ्याङ्क यू मा गइसकेको छु प्लस टूमा गइसकेको छु किनकि म यता एजुकेसनबाट पनि प्लस टू पास गरौँ भन्ने सोचमा यता श्री संस्कृत माध्यमिक विद्यालयमा भर्ना भएको हुँ अध्ययनरत छु त्यसै गरी म एउटा पश्चिमेली गीत गाउन जान्छु तपाईँहरूलाई राम्रो लाग्छ या लाग्दैन अब हुन त पूर्व र पश्चिमको भाषा नै फरक हुन्छ है तपाईँहरूले के गर्नुहुन्छ त्यही पनि म एउटा पश्चिमेली गीत चाहिँ गाइदिन्छु गोजीमा कालमा स्कुल जाने बिरिदातीको गोजीमा कालमा गोजीमा कालमा स्कुल जाने बिरिदातीको गोजीमा कलमा गोजीमा कलमा स्कुल जाने विद्यार्थीको गोजीमा कलमा विद्यार्थी हिलेपानी स्कुलको सलाम मैले गीत गाउन पाया हिलेपानी स्कुलको सलाम घाँटी बाजो लामाको अलिकिले कन्या काँद घाँटी बाजो लामाको घाँटी बाजो लामाछम बाँझैन बुढाउसका दाउराजुमा झुम बल्दाहुरु हो चुडे छमाछम पल्ला पल्लामा बुढाजुमा झुम पढाइदिने गोरु चुडे छमाछम पल्ला तल्ला आमा बुढाजुमा झुम पढाइदिने गोरु चुडे छमाछम यति भने म बिदा हुन्छु हृदयमा राम्ररी देखेर हेरेको जिउ झन रहेछ सर्लकै परेको जिउ झन गरौँ हुन्न रहे के थाहा हाम्रो मिल्छ कि र्याङको ठ्याङ हृदयमा राम्ररी देखेर हेरेको
जान रहेछ सर्लकै परेको चिनजान गरौँ उनीहरूलाई हाम्रो मिल्छ कि रङको ठ्याङ ख्याल गर्नु बेलैमा ख्याल गर्नु बेलैमा भोलि त के हुने थाहा छैन कर्मको खेलैमा भोलि त के हुने थाहा छैन कर्मको खेलैमा
छुरीको कुना कानी दिनमा जोरदार ताली बहिनीहरूको लागि निकै नै ताली हृदयमा राम्ररी देखेर हेरेको जिउ जान रहेछ सर्लकै परेको जिउ जान गरौँ हुन्न र हाम्रो मिल्छ कि ऱ्याङको ठ्याङ हृदयमा राम्ररी देखेर हेरेको जिउ जान रहेछ सर्लकै परेको किन जान गरौँ हुन्न र हाम्रो मिल्छ कि ऱ्याङको ठ्याङ ख्याल गर्न बेलैमा ख्याल गर्न बेलैमा भोलि त के हुने थाहा छैन कर्मको खेलैमा भोलि त के हुने थाहा छैन कर्मको खेलैमा ताली हृदयमा राम्ररी देखेर हेरेको जिउ जान रहेछ सर्लकै परेको